हाई एभ्रिवान, सबैलाई नमस्ते। म प्रेमपुरी भ्लगबाट अहिले म चाहिँ रोमानियाको ब्रासोभ सिटीमा छु। आज चाहिँ यहाँको मौसम चाहिँ अलि मसिनो मसिनो पानीहरू चाहिँ परिरहेछ। अब हिउँहरूले पनि चाहिँ अब हिउँ नपर्ने भइसकेको छ। लास्टको हिउँ चाहिँ अस्ति परेको थियो, अब सायदै हिउँ नपर्ला। अब रुखहरू पनि यो पातहरू पनि पलाइरहेछ। आज बिदा भयो हुनाले साथीहरूले यसो ल जाम त उता चाहिँ आज फुटबल खेल्न भन्ने चाहिँ कुराहरू भयो। ल ठिकै छ भनेर चाहिँ हामीहरू यो हाम्रो चाहिँ सबै हाम्रो टिम हो। ल हामी एउटै कम्पनीमा काम गर्ने दाजुभाइहरू हो। यहाँ चाहिँ फुटबल ल्याएर आएछ, अहिले चाहिँ यहाँ फुटबल खेल्ने भनेर ठिकै छ जाउँ भन्ने कुराहरू हो। म त सुतिरहेको थिएँ, मसिनो मसिनो पानी परेको हुनाले ल चाहिँ यस्तो रमाइलो छ ठाउँ, चाहिँ नरमाइलो छैन। ठाउँ चाहिँ रमाइलो नै छ। रोमानिया यदि कोही पनि साथीहरू यदि आउन चाहनुहुन्छ भने चाहिँ यहाँ आउँदा नराम्रो चाहिँ छैन। अहिले सेन्जेन भयो, 1 वर्ष जति अब नेपालबाट आएको चाहिँ पैसाहरू खर्चहरू मेन्टेन गरेर अरू देशहरूमा जान चाहनुहुन्छ भने पनि ठिकै छ, सेन्जेन छ। अहिले तपाईँ 29वटा हो कि 30वटा देशहरूमा यहाँबाट चाहिँ मुभ गर्न पाउनुहुन्छ। अहिले बस्नको लागि नेपालीहरू गएर अलि स्ट्रगल गर्नुपर्छ। राम्रो भनेको चाहिँ जर्मनीमा पनि राम्रै छ। अब राम्रैसँग बस्न पाउने 2 वर्ष पछाडि टिआरसी, अनि टिआरसी बनेपछि आफ्नो फ्यामिलीहरू ल्याएर सेटल गरौँला भन्ने विचार छ भने स्पेन पनि राम्रो छ। स्पेनतिर पनि अहिले यहाँ नेपालबाट रोमानिया आएर रोमानियामा चाहिँ 1 वर्ष जति काम गरेर नेपालबाट आएको पैसा मेन्टेन गरेर 2-3 हजार युरो चाहिँ बचाएर स्पेनतिर गयो भने पनि त्यहाँ कोठासोटा खोजेर 2 वर्षसम्म जेनतेन चाहिँ गुजारा गरेर पछाडि फ्युचर चाहिँ राम्रोसँग चाहिँ बस्ला भने त्यहाँ पनि ठिकै छ। नै अब रोमानिया बस्छु भने पनि यहाँ बारिस्टाहरू यस्तै पिज्जा मेकरहरू, पिज्जामा बारिस्टामा बर्गरहरू यस्तो तपाईँहरू सिकेर आउनुभयो भने, बारटेन्डरहरू सिकेर आउनुभयो भने, कुकिङ सिकेर आउनुभयो भने, सेफ हुनुहुन्छ भने, सुसी सिकेर आउनु भएको छ भने राम्रो छ। कामै नसिकेका साथीहरूलाई पनि चाहिँ नराम्रो छैन भन्न त मिल्दैन, राम्रै छ। 90,000देखि 1,13,000 1,23,000 को चाहिँ यहाँको सेलरी भनेको चाहिँ त्यही नै हो। अब चाहिँ स्केललाई पाउँछ, स्केलले त जति पनि पाउँछ, 2 लाख 3 लाख पनि पाउँछ। यहाँ चाहिँ यस्तो यो ओखरको बुट्टाहरू हो। अब हिउँले पुरै पातहरू चाहिँ भएको थियो, अब चाहिँ हेर्नुहोस् त अहिले पातहरू पलाउन लागिरहेछ। म जाँदैछु साथीहरू भएको ठाउँमा, यहाँ पुरै साथीहरूले चाहिँ अब यहाँ चाहिँ फुटबलको लागि सबै तयारी हो। मैले चाहिँ जुत्ताहरू अब केल्मी नै ल्याएको छु, यो जुत्ता लाएर खेल्न अलिक गाह्रै छ। अब मसँग चाहिँ फुटबल सुजहरू छैन, मैले चाहिँ त्यति इन्ट्रेस्ट लाग्दैन। तैपनि अब साथीभाइको लहलैमा जाउँ भनेर अब यस्तो छ टक्क पारेर यहाँ चाहिँ साथीहरू ल हेर्नुहोस् न मजाले चाहिँ फुटबल खेलिरहेछ। के छ ब्रो? हेलो, के छ नन्दजी? आराम हुनुहुन्छ? ल ल ल हाम्रो सबै साथीहरू हेलो 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 ब्रो, के छ? आराम हुनुहुन्छ? एकदम आराम। अब 10 गोल हालिदिन्छु मैले। ल ल ल हाम्रो भाइले ल 10 गोल हाल्यो। ल प्रकाश भाइ के छ? सब ठिक छ नि? ल अझै हाम्रो सबै साथीहरू एकछिन चाहिँ मलाई देखाइदिनु न, मलाई देखाइदिनु ओ त्यसै खिच्ने कि नखिच्ने? खिच्ने हो त्यसै गरेर केही नगर भइरहेको छ। मैले पनि चाहिँ ज्याकेटहरू चाहिँ अब खोल्नु पऱ्यो है। ज्याकेटहरू चाहिएको फुटबल है, धेरै भयो खेल्न थालेको पनि यस्तै छ यतातिर। अब चाहिँ केही दिन पछाडि म तपाईँलाई फुटबल म्याच देखाउने छु भन्दै अहिलेलाई म बिदा भएँ। हस् त, धन्यवाद, नमस्ते, जय नेपाल, बुना स्यारा।